चिया खान ल्याएको दुधको तर खाएर कुनै फाइदा छैन। बरु त्यो तरलाई एउटा भाँडामा कलेक्सन गरेर राख्नुहोस् र केही भएपछि यसलाई एउटा ठुलो भाँडामा खन्याउनुहोस् र त्यसमा पानी नहालिकन यसरी चलाइरहनुहोस्। यसमा पानी केही पनि हालिएको छैन। यसरी चलाउँदा चलाउँदा यसमा पानी निस्किन थाल्छ। चलाउँदा यसलाई आँटा मुछेको जसरी यसरी चलाउनुपर्छ। पानी नहालिकन चलाइरहेको तर अहिले यसरी पानी निस्किसकेको छ। पानी र अब नहुनी छुट्टिने क्रममा छ। यसरी चलाउँदा चलाउँदा यस्तो अवस्थामा आइसकेको छ। लगभग अब यो नहुनी छुट्टिसकेको अवस्था छ। पानी र नहुनी छुट्टिएपछि यसरी पानी हाल्नुहोस् र पुरा यो अब नहुनी बनिसक्यो। अब यसलाई नहुनी निकाल्नुहोस् अनि पगाल्नुहोस्, मजाले घिउ खानुहोस्।